हेलो नमस्ते सेवारो हजुरहरु सबैजनालाई एसआरपी ब्लग युट्युब च्यानलमा हजुर सबैजनालाई स्वागत छ र फाइनली दिन चाहिँ यस्तो भएको छ धुम्म दिन काम गर्ने लायकको दिन भएको छ भने चाहिँ आज चाहिँ यहाँ तपाईले देख्न सक्नुहुन्छ अस्ति मैले अर्को भिडियोमा पनि अगाडिको भिडियोमा पनि लगाएको थिएँ यो जुन चाहिँ लौका मैले रोपेको थिएँ यो लौका चाहिँ मैले पटबाट सारेर यहाँ यस्तिको झ्याङ्गिँदैछ अन्त हुन्छ हुँदैन मैले छोटो मचान बनाएर चाहिँ लगाउने अन्त म बनाइसक्छु त्यहाँदेखि कस्तो हुन्छ म तपाईलाई देखाउने छु गाइस अहिले चाहिँ मैले सुरु गरेको छु दुईटा खाम्बा गाडेर मैले पलो पनि लगाइसकेको छु भने चाहिँ अब यहाँ खाम्बा एउटा गाड्छु अघि रेडी बनाएको छु त्यहाँदेखि चाहिँ लान्छु यस्तो खालको एल सिस्टमको टक्कै बनाउने छु गाइस यता यो छानामाथि पस्छ चाहिँ च्यादर मक्किन्छ भनेर चाहिँ यता घुमाउँछु चटक्कैसँगले बनाउने छु गाइस र कस्तो हुन्छ के हुन्छ हजुरहरूले यो मचान बनाइसक्छु त्यहाँदेखि म तपाईलाई देखाउने छु त्यहाँदेखि तपाईहरुले कमेन्ट गर्नुपर्ने हुन्छ कस्तो हुन्छ के हुन्छ ल त गाइस मैले अब सुरु गरेको काम मैले चया पनि ल्याइसकेको छु अहिले चाहिँ उहिले भने चया केलाउँथ्यो भने अहिले चाहिँ तारले बान्नु पर्ने सिस्टम आएको छ अन्त तार मैले रेडी बनाइराखेको छु ल्याइराखेको छु अन्त म चाहिँ तपाईको अब कस्तो भने म काम स्टार्ट गर्छु अब चाहिँ म ल मैले यस्तो बनाएको छु टक्कैसँगले अब बान्नु चाहिँ एकैछिनमा बान्ने अब यहाँ तलतिर बनाउने ल गाइस अब चाहिँ मेरो खाना खाने टाइम भएको अन्त तपाईहरुलाई देखाउँदै छु कतिको चाहिँ भयो भनेर यतिको चाहिँ भएको छ गाइस यतिको चाहिँ बनाएको छ अब एउटा बाँस दुई घना बाँस चाहिँ फुटायो फुटाएर चाहिँ टक्क अछ्याइदिनु पर्छ माथिबाट साह्रो बाक्लो लगाउँदा पनि हुँदैन पत्ला पत्ला पारेर लगाउने घाम पनि दामी निस्केको छ गाइस अब माम खानु गएको म चाहिँ माम खाने त्यहाँदेखि फेरि काममा लाग्ने म चाहिँ फेरि जङ्गलतर्फ लाग्दैछु अलिकति बाँसले पुगेन 4 घना जस्तो बाँसले अन्त म चाहिँ बाँस ढालेर लडाइराखेको बाँसहरू लगेर चाहिँ फुटाएर लगाउने छु अन्त मैले आधी काम चाहिँ 100मा 60% काम चाहिँ मैले सकेको छु हैन अन्त अब यहाँ 4 घना जस्तो बाँस निकाल्छु अन्त त्यसलाई फुटाउँछु त्यहाँदेखि चेपचाप गर्नुपर्ने छ कस्तो हुन्छ लौकाको तपाईको छाना हैन अन्त म तपाईलाई देखाउने छु अहिले चाहिँ म अलिकति जंगलमा छु मैले यति चाहिँ गरिसकेछु टक्कसँगले अब म 1300 बाँस एउटा बाँस फुटाउँछु त्यो बाँस फुटाएपछि चाहिँ म 1300 लगाउने गर्छु किन मैले कस्तो बनाएको छु भने चाहिँ मैले अघि बाँस लिएर आएर फुटाएर यस्तो बनाएँ त्यतिको बनाएको छु गाइस टक्कैसँगले अब यहाँ चाहिँ 1300 सर्ट 4वटा 1300 लगाइन्छ त्यहाँदेखि बाँधेपछि चाहिँ त्यहाँदेखि मचान कम्प्लिट भयो ल गाइस यस्तो भएको चाहिँ चटक्कसँग रहेको छ मजाको छ गर्मीले चाहिँ अनुहार रमभेडा टमाटर पाए जस्तो बनाइसक्यो के चाहिँ बचाउ कँ गर्दै यस्तो भएको छ गाइस आधी गर्दै उदी गर्दै दिन चाहिँ यसरी बित्दैछ अहिले चाहिँ बाँस सबै फुटाइसक्यो रेडी बनाएको अब यसलाई बान्नु पर्ने छ मजाले यसरी
चटक्कैसँगले बान्नु पर्नेछ। बाँधेर चाहिँ यो दपैले देख्नुहुँदैछ, यसलाई सट्ट लगाउनु पर्नेछ। यस्तो छ गाइस। अन्त चाहिँ सधैँ मानिसको जिन्दगी चाहिँ यस्तो हुनुपर्छ अरे, यो फुल जस्तो फुलिरहनु पर्छ अरे, र यो फुल जस्तो हाँसिरहनु पर्छ अरे भनाइ छ। अन्त अब केले बान्नुपर्ने हो, डोरी पनि छैन। अब यो तारले बान्नुपर्ने होला सायद। चट 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 तारले बान्छु। कति सक्छ त्यति चाहिँ म तारले बान्छु। ल त गाइस, अब मेरो काम स्टार्ट हुन्छ। तपाईँहरूलाई बेला बेलाको अपडेट मात्रै दिँदै गरेको मैले। कन्टिन्यू लामो भिडियो बनाउँदाखेरि चाहिँ लामो हुन्छ। अन्त मैले चाहिँ हल्का कति के गरेँ, अब यो बाँधिसक्छु, त्यहाँदेखि म तपाईँहरूसँग फेरि भेट्नेछु भन्दै अहिलेलाई भिडियो यतिमै राखेँ। दिन चाहिँ शीतल छ तर गर्मी ज्यादा छ। फाइनल भयो मेरो मचान चाहिँ। मैले चटक्कै बनाएर चाहिँ यसलाई पनि मैले माथि चढाइदिएको छु। मचान चाहिँ तपाईँले देख्न सक्नुहुन्छ चटक्कै भएको छ। आज दिउँसोभरको मेरो काम जस्तो चाहिँ गाइस चट्टसँगले बनाइसकेको छु। तपाईँले देख्न सक्नुहुन्छ। यहाँ मैले यो जुन चाहिँ लौकालाई पनि मैले रेडी बनाएर चट्टसँगले मैले मचानमाथि चढाएको छु। अन्त अब अलिक दिन मर्चे हुन्छ। अन्त के छ कसो छ हालैचाली। अब म गाईको खोली काट्नुपर्ने छ आज भरे बेलुकालाई र भोलि बिहानको लागि चाहिँ। अन्त आजको भिडियो चाहिँ यति नै होला। के छ कसो छ, कस्तो भयो, के भयो हजुरहरूले हेरेर कमेन्ट मिठो मिठो गर्नुहोस् होला भन्न चाहन्छु। ल त गाइस, बाई बाई।